यो प्रकृतिको काखमा हाम्रो देशको झन्डा देख्दा निकै खुसी लागेको छ। सबैजनाले सब्स्क्राइब है। दर्शक महानुभाव, अब चाहिँ म पुगेको छु गोदावरी पुल। गोदावरीको पुलमा भाइरल पुल जुन धेरै नै चर्चित त छ तर फोहोर रहेछ। म तपाईँलाई देखाउँछु एक दिनमा। फोहोर भन्यो भने यहाँ गाईबस्तुहरू आउने चरीचरण गर्ने हरेक कुराहरू हुन्छ नि त, त्यही भएर निकै फोहोर जस्तो लाग्छ मलाई। यो चाहिँ आउँदाखेरि एउटा झलीको भनौँ न निकै नेपालको झन्डाहरू फहराइएको छ, हेर्न सक्नुहुन्छ। जय नेपाल। म तपाईँलाई देखाउँदैछु। यहाँ चाहिँ आज चाहिँ एकदमै सुक्खा छ। खै आजभोलि यसको क्रेज घटेको हो कि के भएको हो त्यो थाहा छैन मलाई। एकदमै घटेको छ, तर गाडी लागेर निकै समस्या भएको छ। हामी चाहिँ ठ्याक्कै नै गोदावरी पुलमा आएका छौँ। के हो यस्तो यार, काठले बनेको रहेछ उसरी भन्यो भने यो यसको भित्र के छ थाहा छैन मलाई है। यसको बाहिर हेर्ने हो, माथि हेर्ने हो भने चाहिँ काठले बनेको रहेछ। त्यसको अब्जर्भेसन गर्दै गर्दा यहाँ चाहिँ केही कुराहरू कन्फिडेन्स छ मलाई। सानो बालबालिकाहरूलाई यस्तो छ नि, यस्तोहरूमा यो खुट्टा पर्यो भने जान सक्ने सम्भावना चाहिँ छ है। यो चाहिँ पुनर्निर्माण हुन्छ या हुँदैन, तर पनि यहाँ चाहिँ एकदम खतरा छ है केही कुरामा। ठुलो मान्छेलाई चाहिँ केही हुँदैन, त्यसमा केही प्रब्लम भएन। सानो मान्छेलाई चाहिँ हिँड्डुल गर्न अथवा केही कुरामा फोहोर पनि छ कि। अब हेर्नु, काठले बनेको पुल रहेछ। म तपाईँलाई देखाउँछु। एकदमै नेपालको झन्डा फहराइएको छ र केही कुराहरूमा पुनर्निर्माण गर्नुपर्ने देखिएको छ। ठिक छ। एनिवे, खुट्टा छिर्न सक्ने, खुट्टा अड्कियो भने गाह्रो हुन्छ नि त, त्यही भएर एकदमै सचेत हुनु होला, बच्चाहरू नल्याउनु होला, आग्रह छ मेरो। र नेपालको झन्डा फहराइएको छ। यसो हेर्दाखेरि चाहिँ निकै रमाइलो लागिरह, केही कुराहरूमा डाउट पनि लागिरह। र यस्तै प्राकृतिक सम्पदाहरू प्रकृतिसँग जोडिएर म तपाईँलाई देखाउनेछु। तपाईँ भने हामीसँग जोडिएर निकै प्रकृतिसँग रमाउनु हुनेछ, आशा विश्वास छ। प्रकृतिको मजा लिनु हुनेछ, आशा अनि विश्वास छ। र यो प्रकृतिको काखमा हाम्रो देशको झन्डा देख्दा निकै खुसी लागेको छ। प्रकृतिले भरिपूर्ण देश यो नेपाल हो। प्रकृतिसँग रमाउनुको मजा बेग्लै छ। अनि देशकै लागि बाँच्ने अनि मर्ने रहर हुनुपर्छ। देशकै लागि बाँच्ने अनि मर्ने रहर हुनुपर्छ। विकास र समृद्धितिर सर्ने रहर हुनुपर्छ। प्रकृतिले भरिपूर्ण सजिएको हाम्रो देशमा, प्रकृतिले भरिपूर्ण सजिएको हाम्रो देशमा पर्यटकीय व्यवसाय गर्ने रहर हुनुपर्छ भन्ने थियो। यहाँ चाहिँ फोहोर चाहिँ रहेछ। प्रकृतिसँग रमाउँदैछौँ, निकै नै घाम लागेको छ। गोदावरी पुलमा छौँ, तपाईँसँग प्रत्यक्ष देखाउँदैछौँ। निकै गाईबस्तुहरू आउने रहेछ, निकै नै फोहोर गरेको छ। गोदावरी पुलबाट म तपाईँसँग जोडिएको छु र तपाईँसँग यसरी अब्जर्भेसन गरेर यहाँको ठाउँलाई तपाईँहरू समक्ष पुर्याउन पाउँदा निकै नै खुसी छौँ। सबैजनाले सब्स्क्राइब है। थ्याङ्क यू एभ्रिवान। म नेक्स्ट भिडियोको साथमा तपाईँसँग उपस्थित हुनेछु। तपाईँ भने भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद।